नमस्कार, म पूर्णिमा सेराई। आज हामी विश्व वातावरण दिवस मनाउन गइरहेका छौँ। हाम्रो विद्यालय अर्निको इन्टरनेसनलबाट आज हामी विश्व वातावरण दिवसको अवसरमा सानो परिचय दिन गइरहेका छौँ। नमस्कार, म ग्रेसिका खतिवडा। हाम्रो वरिपरि रहेका जल, जमिन, हावा, बोट बिरुवा र जीवजन्तुहरूको समष्टिगत रूप नै वातावरण हो। मानव जीवको अस्तित्व पूर्ण रूपमा वातावरणमा नै निर्भर छ, तर तीव्र बजारीकरण, वन जङ्गल विनाश र बढ्दो प्रदूषणका कारण आज हाम्रो पृथ्वी सङ्कटमा पर्दै गएको छ। यसै सङ्कटप्रति विश्वको ध्यान आकर्षण गराउन र प्राकृतिक संरक्षणका लागि हरेक वर्ष जुन 5 तारिकका दिन संसारभरि विश्व वातावरण दिवस मनाइन्छ। नमस्कार, मेरो नाम प्रशंसा ढङ्गोल। सन् 1972मा संयुक्त राष्ट्र सङ्घले स्विडेनको स्टकहोममा पहिलो पटक विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सोही सम्मेलनको जगमा सन् 1973 जुन 5 देखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। नमस्कार, म पलिस्टर श्रेष्ठ। वातावरण दिवस सन् 1973 देखि लगातार मनाउन सुरु गरिएको हो। वातावरण दिवस मनाउनुको मुख्य उद्देश्य वातावरण संरक्षणका लागि विश्वव्यापी चेतना जगाउनु र ठोस कार्यहरू गर्न सबैलाई प्रेरित गर्नु हो। वातावरण दिवस मनाउनुको प्रमुख कारणहरू: पृथ्वीमा आइपरेका गम्भीर सङ्कटतर्फ ध्यान आकर्षण गर्ने, सामूहिक कार्यका लागि प्रेरित गर्न, अन्तर्राष्ट्रिय सहकार्य बढाउने। धन्यवाद। नमस्ते, म रोना नवले हो। पृथ्वीमा वातावरणको वर्तमान अवस्था अत्यन्तै चुनौतीपूर्ण र संवेदनशील मोडमा छ। यसका 3वटा मुख्य ठुला समस्या छन्। 1. जलवायु परिवर्तन। पृथ्वीको तापक्रम हरेक वर्ष बढ्दै गइरहेको छ। यसले गर्दा हिमालको हिउँ पग्लिँदैछ, मौसम बिग्रेको छ। 2. प्रदूषण। हावा, गाडी र उद्योगको धुवाले गर्दा हामीले फेर्ने सास विषालु बन्दै गएको छ। पानी र जमिन, प्लास्टिक र केमिकलका कारण नदी नाला र माटो बिग्रिँदैछ। 3. वन जङ्गल र जीवजन्तुको नाश। 3. वन जङ्गल र जीवजन्तुको नाश। रुखहरू काटिँदा वन विनाश भएको छ, जसले गर्दा पहिरो जान्छ। जङ्गलमा आगो लाग्दा चराचुरुङ्गी र जनावरहरू मर्दै गएको छ। धन्यवाद। नमस्कार, म सरोज कार्की। वातावरण संरक्षण गर्न हामीले गर्नुपर्ने मुख्य कार्यहरू यस प्रकारका छन्। 1 नम्बर, प्लास्टिक निषेध। प्लास्टिकका झोला र प्लेटको सट्टा कपडा, जुट वा टपरीको प्रयोग गर्ने। 2 नम्बर, वृक्षारोपण। खाली ठाउँ र डाँडापाखामा नयाँ बिरुवा रोप्ने र वन जङ्गलको संरक्षण गर्ने। 3 नम्बर, फोहोर वर्गीकरण। कुहिने र नकुहिने फोहोरलाई छुट्याएर कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउने। 4 नम्बर, ऊर्जाको बचत। कोठामा नहुँदा बत्ती पङ्खा बन्द गर्ने र खाना पकाउन ग्यासको सट्टा इन्डक्सन प्रयोग गर्ने। 5 नम्बर, पानीको संरक्षण। ब्रस गर्दा वा लुगा धुँदा धारा खुल्ला नछोड्ने र आकाशको पानी सङ्कलन गर्ने। 6 नम्बर, पर्यावरण मैत्री यातायात। छोटो दूरीका लागि पैदल हिँड्ने, साइकल चलाउने वा सार्वजनिक गाडीको प्रयोग गर्ने। 7 नम्बर, फोहोर नजलाउने। प्लास्टिक, टायर वा सुक्खा पातहरू खुल्ला रूपमा जलाएर वायु प्रदूषण नगर्ने। धन्यवाद। नमस्कार, मेरो नाम सेरिना माझी। वातावरण दिवसका महत्त्वहरू: 1 नम्बर, यस दिन करोडौँको सङ्ख्यामा रुखहरू रोपिन्छन्, जसले गर्दा पृथ्वीको हरियाली बढाउन मद्दत पुग्छ। 2 नम्बर, पृथ्वीमा रहेका विभिन्न जीवजन्तु, चराचुरुङ्गी र बोट बिरुवाहरूको रक्षा गरी पारिस्थितिक प्रणालीलाई सन्तुलनमा रहन यसले मद्दत गर्छ। 3 नम्बर, प्लास्टिक, वायु र जल प्रदूषण कम गर्न ठोस कदम चाल्छ। 4 नम्बर, बढ्दो तापक्रम र हिमाल पग्लिने समस्या रोक्छ। 4 नम्बर, बोट बिरुवा र जीवजन्तुको रक्षा गरी प्राकृतिक सन्तुलन मिलाउँछ। धन्यवाद।
वातावरण दिवस केवल एक भाषण गर्ने र सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने दिन मात्र भन्नु हुँदैन। नेपालका हिमालहरू पग्लिँदै गएका छन्, हाम्रा सहरहरू प्रदूषित बन्दै गएका छन्। त्यसैले हाम्रा प्रत्येक नागरिकले आफ्नो घर, आँगन, समुदाय र समाज सफा राख्ने, प्लास्टिकको प्रयोग कम गर्ने र रुख बिरुवा जोगाउने कार्य गर्नुपर्छ। वातावरणको रक्षा नै वास्तवमा मानव जीवन र पृथ्वीको रक्षा हो। धन्यवाद। नमस्कार, म तनुजा चौधरी। तपाईँहरूलाई हाम्रो वातावरण दिवस सम्बन्धितको छोटो परिचय कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।